जिन्दगीको निर्णय सधैँ आफ्नो हातमा हुँदैन। कहिलेकाहीँ समयले जे दिन्छ त्यो मुस्कुराएर स्वीकार्नुपर्छ। गुड मर्निङ एभ्रिवान साथीहरू। हामी चाहिँ फाइनली हिजो उता हेटौडाबाट काठमाडौँ जाने क्रममा चाहिँ यहाँ हावाहुरी पानीले गर्दाखेरि हाम्रो चाहिँ कुलेखानीतिरै बास बसेर साथीहरू फाइनली अहिले चाहिँ हामी चाहिँ यस्तो ठाउँमा बास बसेर गाइजहरू हामी फाइनली अहिले चाहिँ हामी काठमाडौँतिर लागिसक्यौँ। यता चाहिँ चट्ट माछा पालन कुलेखानीमा। हजुरलाई माछाहरू खानु पऱ्यो भने पनि आउनुभयो भने रहेछ। जिन्दगीले समयले जे दिन्छ त्यही भोग्नुपर्छ साथीहरू। फाइनली अहिले चाहिँ हामी अब भने चाहिँ काठमाडौँतिर लागिसक्यौँ। टक्कै पुल पनि यस्तो छ साथीहरू। हामी बसेको घर चाहिँ उति हो भने पुल चाहिँ यस्तो छ है साथीहरू। समयले जिन्दगीले जे दिन्छ त्यही भोग्नुपर्छ साथीहरू। फाइनली अहिले भने चाहिँ हामी कुलेखानीबाट काठमाडौँतिर लागिसक्यौँ साथीहरू। चट्ट अब चियाहरू खाएर हिँड्नुपर्छ।